आधा होइन कि यस्तो के यस्तो जोड दे फेरि बोलाऊ आमालाई आउनु है आउनु त्यहाँ अनुभएको हो छैन This is chicken dana. सानो गरी खान्छौ म ठिकै खानु के हो मलाई त बल्ल खाए ल हेर त ए भानी यसको त टाटे र पाटे भयो त ए भाइ मलाई यस्तै बवाल लाग्छ नि तर पुरै त्यस्तो भएको छ बे म केको बल्ल खोकी लाग्ला जस्तो भयो कस्तो मिठो अझै त खाने यिनीहरूलाई कसले हजुर कसलाई हो ए कसलाई हो यो रे खालै नपुग्यो के बाटामा हाल्यो हजुर के खानुहुन्छ कुन खानुहुन्छ नानी हजुर कति तिमीलाई भोक त लागेको छ सक्छु कि सक्छु कस्तो मोबाइल देखेको कि ल बा हजुरले खाने कि नै के खानुहुन्छ नि अलिकति खाउँला नि टिस्यु उस दिनु न के चक्कु टिस्यु यो चक्कु छ भने चक्कु दिनु न बाबा यहाँ हट्नु ल यो काट्नु कस्तो सुन्नुहुन्छ यस्तरी काट्नु फापर मिसाएको होइन हो पापडको गहुँ ल्याउनु ए म त्यो खान्छु मन पर्दैन हेर्दै हड्डी खानु त कतिवटा पिस दुईटा मात्र हजुर ल्याएर मलाई नडुलाई खाइसक्यो कोही खाम राम्रो साइड साइडको कसले खाएको यो हजुरलाई यहाँ तल राख्नु पर्ला हड्डी के हो यो बोसो हो होइन हेरे होइन बसो कुन दिन जुन दिन हुन्छ क्या तिमीले नखाएर छोडेर खान्छु म खाउनु खोजेर ए हिरिङमा खाएर पुरै उ भयो यहाँ घाउ भएछ यो विङ्स खाने न त म त सघाउनै सक्दिनँ होला नि त बाबाले झन् सक्नै सक्नुहुन्न यो दिने भनेर बाबालाई झन् यो चाहिँ उस गर्ने यस्तो त सक्नुहुन्छ होला हौ तिमी त के नि खाने नै कसले थप्ने हो अहिले त नथप्ने डाडु दिनु त डाडु तरकारी प्यानियो त्यसै झोल आउँछ आफै राखेर हो नाइ हाल्दिनु मासु त आफै आफै यो डिस त्यो डिस हुन्छ नि त होइन मैले भन्दिनँ उता थाप ए आफ्नो छोरी ल्याएर नि आफ्नो छोरीलाई कस्तो राम्रो राखिदिएको है लौ अरे के लौ अरे अझै आफै यिनी त रिसाउँछ नि ल हजुर राख्नु पहिला मैले खान्छ कसैले ढिलो हुन्छ मैले खाने राख्नु तिमी राख्न होइन हजुर राख्नु
बाबाको टाउको मलाई यो टाउको भए हुन्छ चटनी खाने हातले निकाल्ने हो चटनी त्यो त खाइसकेछ कि होइन ए ल क्युट सानो मलाई साग राखिदियो है यहाँ कस्तो हड्डी हड्डी कुन के हो यो मुला हो मुलाको बच्चा सही हो ल सानो कस्ती के मुला मुला मलाई हाल्यो यो के हो यो दुईटा मुला त मलाई मुलाको साग त झन् ठिक हुन्छ एकछिनै पर्छ मिठो भयो त आज त जाडो भयो क्या के झन् कस्तो जाडो भएको झन् बाबा यहीँ हालौँ मासतिर जानु साग चम्चा राखिदेऊ न अलिकति राख्दैन कस्तो अलिकति राख्दैन थप्दियो भन्नु थप्दियो भने यति पुग्दैन नि फेरि यति फेरि चाहिँ यसै ल भयो त्यो भने एउटा गरी यहाँ मसँग त्यो अगाडि तानिन्छ खाएको ओ ला सरी ल फेरि पिरो भयो होला है भएन छुट्टियो होइन कि यहाँ झोलमा हो कि झोलमा भएर खाएँ ल म त आइसक्यो ओहो खुर्सानी बसाएको पिरो भएछ यो झोल झन् कति उस रहेछ के सादावाला अनि त पुरै खोर्सानी ठोसेको त कसले पकाएको नि सादा भएछ र बढी पिरो भयो मलाई पनि मिठो लाग्यो है आजको उस धेरै बेर उमालेको कि नानी सानो त्यही भएर नराम्रो मिठो त मिठो भयो नि होइन नुन पनि केही नि आएन जे पाइरहे नुन त लाए है ए कुन हो मेरो यो जुन खानु खुल्नुहुन्छ त हुन्छ नि त कोही बेला बाबाले यो यसलाई भन्नु तर त्यस्तै थियो प्याज लसुन राखिदिँदैन मैले सुरुमै खाइदिएँ त खाइदियो सुरुमै सानो खाइदिएँ क्या हालौँ साँच्चै मलाई त केही टेस्टै आएन रुगा लाउनु लगाएर होला नुन पनि आएन होस् होस् न मिठो भएछ चटनी खाऊ न मन पर्दैन नि मलाई कसरी राख्ने देउराहरू राख्ने ए जानेको सोध्यो त आएन भाइ नानी तिमी डल्ले एउटै खायौ सक्छौ म त सकिनँ नि किन डरायो डर लाग्यो भएन क्या देउराहरू उसको राख्नुपर्ने अर्को चम्ची
यसको निस्किन्छ र साँच्चै मिठो लागेन साँच्चै मिठो लाग्यो मलाई। झन् आज कस्तो चिसो भएर झन् प्याज पनि दिउ प्याज लो खाना नि हो भात पनि छ। खान सक्दैन। भात यसले हो? खाएन रे। छ तिमी खाने हो मेरो सकाएछ त्यसलाई हो कि चाहिने। यो सक्न सक्दिन तिन भात त खाने हो। मलाई त के उनै भएन कि यो पनि छैन। पानी र खुर्सानी मिक्सर दिए जस्तो भयो। रुगा लाएर हो। मलाई चाहिँ झ्याउ लाग्यो। यसको यता गएर हो क्या यसमा पनि किन्नु हुन्छ र यसमा पनि झन् किन्नु हुन्छ। ला ला होइन भन्न खाँच्छु। जुवा हो पछि मिसिएको जुवा भयो टिस्यु चाहिन्छ उनीहरू गरिब भएको मलाई त कस्तो जाडो भएको त खाएर ल गरौँ भयो बिचमा बसेन मलाई त यताबाट हावा खान्छ यो उस हाल्दैन मलाई के यो के हो र भनेको त्यो के होस् झिकन देउरे हाल्छ देउराहरू झिलिने नानी हाल्छ त कुन यो हो अनि के त नि भनेको क्या मैले मैले यहाँ सिकाउनु सक्छु तिनीहरूले हो धेरै राम्रो भात खान्छ
भयो तिमीलाई अबुई भात खाने के कहाँ छ र भात ल्याइदिउँ पकाउनु भएको र बिहानको राइस कुकर अनि ढेँडो कसले खाने नि हजुरले मेरो कसले खाइदिनु मलाई त कराईमा नि छ अलिअलि त्यत्रो धेरै पकाउनु भएको दिउँ ए ठिक्क पुग्ने भात खाने हो त होइन भात खान्छस् खान्न अरे म केही नि खान्नु यताउता त हुन्छ होला नि अघि यो खान्न थाहा हुने भयो मैले सोध्थेन सोधेको यो त खान्न यस्तो साह्रो सक्दै हुँदैन लास्टै साह्रो ऊ त खानु न ठुलो के यताको यो के गरेको छ के त यो खानु यो त सेम माछा जस्तै भयो तर मलाई मन परेन डायमन्ड खाऊ सानोसित सुधार नमिठो हुन्छ मलाई सुरुमै नमिठो हुन्थ्यो मलाई झोल हाल्नु न। टटङ टुटुङ गयो हो ल भयो गयो यो फ्राई गरेको पनि मिठो भएन त्यसमा त झन् केही छँदै छैन त्यसले फ्राई गरेको त्यसलाई यो खानु न ल्याउ कहाँ राखौँ त्यही न हातले पनि गाउने के लो हुन्छ भेन्डे मान्ने नि त के भयो झोल हाल्नु न र अरू पनि हाल्यो किनाको त हड्डीमा यो त हड्डीको छाला
Tháng rồi. यस्तो सानो सानो Mà từ tao đấy là टोक्नै सकेन hả? त्यो सानाको भेना खाएको Vậy đấy. Sao tiền nó hôm nay bảo आधा त हान्नु chi mà đặt tao. मलाई हान्नु अब हाने अब टोक्नै सकेन मिठो म चट्नी राख्नु त फाल्दिउँ क्या किन यता डढेर अहँ त्यतिका मैले चाहिँ यहाँ क्लियर गरेको त मलाई मासु दिनु पनि चाहिएको जस्तो भन्नु नि एउटा भन्छ एउटा कस्तो आँखी आउँछ लसुन हाल्नु बाबालाई नि ए हात सानो मैले जान्छ बाबा यहाँ यो खाएन है कसैले नि नानी यो तिम्रो भाइ सेतो चाहिँ मैले त खाछु त्यो होइन अर्को Chưa ăn chân nào. Chân ăn sâu. क्या Chưa kịp. मैले के खानु र हान्नु Kostong खाएको छैन नि. त्यो सानो सानो मुला कस्तो अट्टै स्वाद आएको नमिठो मिठो 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 हुन्छ नि तेरो प्लेट त टिलेकै हो चाट्नु अहँ सानो ढेँडो थोरै ल्याऊ मलाई उठेर
खान नि मन छ खाऊ नि त अनि ढेँडोमा भात खाऊ नि त भात छैन र छ तर फेरि खाँदाखेरि धेरै धेरै हुन्छ कि भनेर खाऊ नि त सानो धेरै सक्दिनँ किन धेरै भयो नि तिमी त खानु भयो त्यति छ कि भात के गर्नु खान्छ मनले त मागेछ खाऊ नि त अनि खाऊ न भातै हो त ढेँडो खाएपछि कस्तो मिठो हुन्छ कि खाऊ नि त भात त्यति हो कि यति भने तिमी के चाहिँ क्या आएन कि यसले भयो मासु हेर्छ सागसँग खान्छ बोइमा पानी नराखेको रहेछ होइन अघि त हमिलो भएको थियो यो त भएन आउनु पर्छ तेरो मुखमा लिएर गयो कि तेरो घाँटी कराएको यो खुर्सानी पिरै भएन क्या ठोस्दाखेरि डल्ले खुर्सानी नि ठोकन त यो भयो लास्ट यसलाई छुचुरम छुचुरम गर्ने थोरै हाल्दै धोदै पानी हो मलाई लास्टै त्यहीँ हाल्दै त धेरै हुन्छ नि यो होइन म त भातसँग मुस्ने खाने हो मलाई ल्याउ सानो के खान्छु त्यसो भए यो यति कसले खान्छ त्यो बाबालाई लो यो उफ्रियो यो पनि त्यो यहाँ जुठो त्यो यो त्यो नभन्नु के त्यही त कि त नाम भन्नु न कस्तो उतो उसो र उतो के जे पनि कति धेरै यहाँ उतो साग ल्याउ नानु मलाई हो त्यसरी भन्ने हो कि अब उतो भन्ने होइन साग पनि दुईटा थरीको यो चाहिँ त म त खान्न बिहान मैले यसले हालेँ मलाई यो किन उल्टा मन लाग्यो चटनी खाने हो नानु यस्तो मिठो लाग्छ हातमा लिएको यो सक्दिनँ अब मलाई खाएँ अघि नै खाएको लसुन नै दिएको सानो लसुन दिएको त कति मैले यसले पुसेँ अनि यसले त्यतिसो मात्र बोल्यो थोरै झोलादैन कस्तो पिरो रहेछ यता योमा थोरै हाल्दै यो म त यहाँ यो निलो हुन आँटिसकेको होइन पकाएपछि हो मजाले त बोइल गरेको भएर मैले त भोकै भयो त म टन्नै छु खै कसरी हो कुनै म टन्नै चटपट खाएर आँटिस हावा खाएर होला
मलाई नुनै आएन मलाई मिठै भएन किन मलाई चाहिँ चर्कै झर्न न मलाई ठिक्क भयो मलाई चुस्सो पनि आएन क्या नुन हो र जिप्पै चाहिँ मलाई तँलाई रुगा लाउन आँटेछ जसलाई मैले हालेकै हो कि यिनीहरू खान्न होइन कति हो लास्टको बस डेन्जर बिरहने जस्तै बिर रहेछ हो र सबै खायो न के त्यो ऊ भयो त खान्छु मैले यो यो बाबाले खाने होला भनेर हालेको सबै हालिदिउँ खानै छैन मैले देवा खान्न पर्यो सबै हाल्नु अनि साग पनि होला साग हाल्यो चटपट बनाउनु भयो नि आमाले त यहाँ त चट्नी भयो कसैले साग खाने हो हजुर सबै हाल्नु बाबाले खाने होला नि खाने अरे बाबाको डेन्जरै सबै हाल्नु उठे कस उक्रिएर गाह्रो छ है फेरि ढाबातिर अन्त प्याज फाल्नु हो फालेको किन फालेको र अनि बाबा एउटै राख्नु कहिले हो र एकादशी